सम्मान्य सभामुख महोदय, हिजो बलिदानी दिने बेलामा, हिजो राष्ट्रले ठुलो परिवर्तन मागेका बेलामा हामीले आफ्नो ज्यानको आयुधि दिन पाएनौँ, सङ्घर्षमा उभिने अवसर हामीले पाएनौँ, सकेनौँ, जानेनौँ, भ्याएनौँ, थिएनौँ, व्यवस्था ल्याउनमा योगदान दिन त्यति योगदान दिन सकेनौँ, हामी लड्न सकेनौँ, हामी मर्न सकेनौँ। तर म यो सदनमा बसेर प्रतिबद्धता व्यक्त गर्न चाहन्छु सभामुख महोदय, यो व्यवस्था ल्याउनका लागि हामीले आफ्नो ज्यान दिन नसक्दा पनि यो व्यवस्था जोगाउनको निमित्त ज्यान दिन तयार छौँ। यसलाई तलमाथि हामी हुन दिँदैनौँ, यो म स्पष्ट पार्न चाहन्छु। संसारभरि रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू जो क्षमतावान हुनुहुन्छ, नेपालमा कहिले आउने, किन आउने, कसरी आउने भन्नुहुन्छ, म उहाँहरूलाई स्पष्ट एउटा कुरा बताउन चाहन्छु सभामुख महोदय मार्फत कि एउटा राजनीतिक दल 5 महिना अगाडि दर्ता हुन्छ, 5 महिनामा राजनीतिक दल खडा हुन्छ, त्यो 5 महिनामा 21 सिटको दल बन्छ, त्यो सरकारमा जान्छ, 4-4वटा मन्त्रालय लिएर जान्छ, मन्त्रालयमा बसेर इमान्दारिताका साथ आफ्नो काम गर्छ, जनताको सेवा गर्छ, काम